कञ्चनपुरको पश्चिमी भागमा रहेको एउटा गन्तव्य, जहाँ प्रकृति र मानव निर्मित कलाको अद्भुत सङ्गम देख्न पाइन्छ। यो हो दोधरा चाँदनी झोलुङ्गे पुल। यो पुल नदीले छुट्याइएका दुई स्थानलाई जोड्ने संरचना मात्र नभई सम्पूर्ण नेपालीहरूको मन जोड्ने सेतु पनि हो, किनकि यो पुल हाम्रो देशको सबैभन्दा लामो र एसियाकै एक प्रमुख तथा लामो पैदल यात्री पुल हो। महाकाली नदी माथि फैलिएको यो विशाल पुल आन्तरिक र बाह्य पर्यटकहरूका लागि आकर्षक पर्यटकीय हब हो। यसको कुल लम्बाइ करिब 1453 मिटर रहेको छ। सन् 2005 मा निर्माण सम्पन्न भएको यो पुलले महाकाली पारी रहेको नेपालकै सामरिक महत्त्वको भूमि दोधरा र चाँदनीलाई बाँकी नेपालसँग जोड्ने काम गरेको छ। नदीको दुई किनारपट्टिका बगरहरूमा जब अस्ताउँदो सूर्यका किरणहरू पर्छन्, तब त्यो दृश्यले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउने गर्छ। आकाशमा पोखिने रातो र सुन्तला रङको सम्मिश्रणले छुट्टै दुनियाँको आभास गराउँछ। दैनिक जसो आफ्नो जीवनका अनेक कथा व्यथाहरूसँगै सयौं मानिसहरू यो पुलमाथि ओहोर दोहोर गरिरहन्छन्। यो पुल हामी सम्पूर्ण नेपालीहरूको शान हो। आउनुहोस् दोधरा चाँदनी झोलुङ्गे पुल घुमाऊ। धन्यवाद।